सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आजको क्लासमा स्वागत छ। आज हामी कार्टेसियन सबटेन्जेन्ट, सबनर्मल, लेन्थ अफ टेन्जेन्ट र लेन्थ अफ नर्मलको बारेमा डिस्कस गर्न गइरहेका छौँ। योभन्दा अघिल्लो क्लासमा हामी टेन्जेन्ट र नर्मल के हो भन्ने बारेमा छलफल गरिसकेका छौँ र त्यसको रिप्रेजेन्टेसन पनि हामी हेरेका छौँ। आज भने हामी त्यसमा थप सबटेन्जेन्ट र सबनर्मल अनि यसको लेन्थको बारेमा छलफल गर्नेछौँ। फर्स्टमा हामी कोअर्डिनेट एक्सिस हेरौँ। यो एक्स एक्सिस हो, यो एक्स एक्सिस एक्स प्राइम वाई ड्यास यहाँ ओरिजिन छ। अब टेन्जेन्ट र नर्मल भन्ने बित्तिकै कुनै एउटा कर्व त चाहियो। अब यहाँ मैले एउटा कर्व ड्र गरेँ। कर्वमा एउटा अब टेन्जेन्ट लिएर आउँ। हेर्नु है, कुनै एउटा पोइन्टमा टेन्जेन्ट ड्र गरौँ। टेन्जेन्ट भन्ने बित्तिकै कर्वको कुनै एउटा पर्टिकुलर पोइन्टमा त्यसले टच गरेर आएको स्ट्रेट लाइन हो। यो लाइन टेन्जेन्ट हो। यो टेन्जेन्टले कुन पोइन्टमा टच गरेको छ त? ल भन्नु त। यहाँनिर एउटा पोइन्टमा टच गरेको छ। पहिला सुरुमा हामी यो कर्वलाई नाम दिउँ त y = fx भनेको यसको फर्म चाहिँ इन टर्म अफ x मा y को भ्यालु छ भनेको हाम्रो x र y मा इक्वेसन छ भन्न खोजेको। यतिखेर यो पोइन्टलाई मैले p नाम दिएँ भने कुनै एउटा जनरल पोइन्ट यो x, y हो भनेर माने है त। त्यो पर्टिकुलर पोइन्ट कति छ? x, y छ। अब यो पोइन्टबाट परपेन्डिकुलर भएर जाने लाइनलाई के भनिन्थ्यो? नर्मल। यसको बारेमा तपाईहरुलाई पक्कै पनि थाहा छ। अब यसैबाट 90 डिग्री भएर जाने, पोइन्ट अफ कन्ट्याक्टबाट जाने 90 डिग्री भएर जाने लाइनलाई हामी नर्मल भन्छौँ। हेर्नु है, अलिकति यो 90 डिग्री भएर गयो भने यो लाइनलाई हामी नर्मल लाइन भन्छौँ। हेर्नु है, यो 90 डिग्री छ कोसँग? टेन्जेन्टसँग। अनि कहाँबाट गएको छ? पोइन्ट अफ कन्ट्याक्टबाट पास गरेको छ। अब हामी यसमा सब टेन्जेन्ट सब नर्मल गर्नुभन्दा पहिला यसको नाम दिउँ। पी यो एक्स एक्सिसमा जहाँ टच गरेको छ नाम यसको टी दिएँ, किन यो टेन्जेन्ट भनेको भएर टी नाम दियो। अरू कुनै नाम दिनु पनि सकिन्छ। नर्मलमा चाहिँ यहाँ एक्स एक्सिसमा टच गरेको, इन्टरसेक्ट गरेको पोइन्टलाई मैले एन दिएँ। अब पिटी र पिएन हाम्रो एकअर्कामा टेन्जेन्ट अनि नर्मल हो। टेन्जेन्ट र नर्मलको सब टेन्जेन्ट सब नर्मल सिक्नुभन्दा पहिला कुनै एउटा यो पेन छ, यसको प्रोजेक्सनको कुरा हेरौँ। मैले यो पेनलाई यतिकै लाइट बालेर हेरेँ भने, यहाँबाट मैले लाइट बालेर कुनै एक ठाउँबाट लाइट बालेर हेरेँ भने यसको जति लेन्थ आउँछ तलपट्टि, हेर्नु है, यसको लेन्थ मेरो यो ग्राउन्डमा यसको स्याडोले बनाएको लेन्थ मैले हेरेँ भने यसको प्रोजेक्सन हो। यसलाई म यतिकै गराएँ भने, परपेन्डिकुलरली लगेँ भने हेर्नु त अलिक छोटो बन्छ। जस्तो कि मैले भन्न खोजेको कुरा, मैले एउटा लाइन यहाँ राखेँ, यो लाइनमा प्रोजेक्सन यहाँबाट 90 डिग्री गरेँ, यहाँबाट 90 डिग्री गरेँ भने यसको एबी को प्रोजेक्सन यो लाइन हो, एमएन हो, यो प्रोजेक्सन हो। अब मैले त्यही एबीलाई अलिकति म छड्के तरिकाले राख्थेँ भने अन्त एबी को लेन्थ बराबर छ, तर यसको प्रोजेक्सन 90 डिग्री यहाँ आउँदाखेरि हुन्छ यो लेन्थ एमएन अहिले के भयो? अघिको भन्दा छोटो भयो। यसलाई हामी प्रोजेक्सन भन्छौँ। यही प्रोजेक्सनको कन्सेप्टबाट मैले सब टेन्जेन्ट र सब नर्मललाई तपाईलाई बुझाउन थालेको छु है। अब अहिले हामीले यहाँ पिटी भनेको टेन्जेन्ट हो, टी भन्ने पोइन्ट एक्स एक्सिसमै छ। अब पीलाई प्रोजेक्सन गरौँ कहाँ? एक्स एक्सिसमा, भनेको परपेन्डिकुलरली त्यसलाई झारौँ। त्यसलाई थिच्यो भने यहाँ तल कहाँ आउँछ त नम्बर? यो पी भन्ने पोइन्ट कहाँ भेटिन्छ भन्ने कुरा यसको प्रोजेक्सन हो। ल मैले पीलाई यहाँबाट परपेन्डिकुलरली मैले कहाँ लिएर आएँ? यहाँनिर लिएर आएँ। जान्दैन है, परपेन्डिकुलरली मैले कहाँ लिएर आएँ त? अहिले यहाँबाट परपेन्डिकुलर ड्र गर्दा यहाँ आयो, ठिक छ? यहाँबाट हेर्नु है, यो अब हामीले यो पोइन्ट कहाँ भेटियो त भन्दा पी पोइन्ट यहाँ हुँदा ल एम भनेर यसको नाम दियो। अब यो पिटी को प्रोजेक्सन अन एक्स एक्सिसमा कति भयो? टिएम भयो। हो, यो पिटीलाई हामी के भन्छौँ त? पिटीलाई भन्छौँ टेन्जेन्ट, र यसको टेन्जेन्टको प्रोजेक्सन अन एक्स एक्सिसलाई भन्छौँ सब टेन्जेन्ट।
अब यतापट्टि यो नर्मल पिएन भनेको नर्मल, यसैको प्रोजेक्सन हेर्नु त एनको प्रोजेक्सन एनमै भेटियो, पीको प्रोजेक्सन एममा भेटियो। यो लेन्थ चाहिँ यो लेन्थ जति छ यो हो सब नर्मल, यो हो के त सब नर्मल, यो सब नर्मल है त। अब तपाईले फिगरबाट ज्योमेट्रिकल्ली टेन्जेन्ट के रहेछ, सब टेन्जेन्ट के रहेछ, नर्मल के रहेछ, सब नर्मल के रहेछ भन्ने बारेमा थाहा पाउनुभयो। अब भने टेन्जेन्टमा हामी एउटा थप कन्सेप्ट हेरौँ है त। टेन्जेन्टको स्लोप भनेको कसरी थाहा हुन्छ, जस्तै कि ल टेन्जेन्टले एक्स एक्सिससँग साई एङ्गल बनाएको छ भने यसको स्लोपमा हामी थोरै कुरा गरौँ। स्लोप अफ टेन्जेन्ट एट pxy मा है, एट px, y मा भन्यौँ भने यसलाई हामी यसले बनाएको एक्स एक्सिससँग बनाएको पोजिटिभ डिरेक्सनमा 10 को एङ्गल भन्यौँ भने त्यो स्लोप हो। ल 10 कति एङ्गल बनाएको छ अहिले, साई, यो पनि त स्लोप हो टेन्जेन्टको। अथवा योभन्दा अघिल्लो क्लासमा म तपाईहरुलाई भनेको छु dy/dx पनि त स्लोप अफ टेन्जेन्ट हो। कहाँ त एट x, y, अहिले x, y है, px, y मा। या त हामीले dy/dx लाई फर्स्ट डेरिभेटिभ भनेर y1 भन्न पनि सक्छौँ। यसरी हामीले यहाँबाट स्लोप अफ टेन्जेन्टको बारेमा यति तरिकाबाट हामी स्लोप अफ टेन्जेन्टलाई बुझ्न सकिन्छ। हेर्नु है, यो हो स्लोप अफ टेन्जेन्ट। स्लोप अफ टेन्जेन्टको ठाउँमा टेन्साई लेख्नु, dy/dx लेख्नु या त y1 लेख्नु, एउटै कुरा हो। f'(x) लेख्न पनि सकिन्छ। यो हो स्लोप अफ टेन्जेन्ट। अब हामीलाई यो पोइन्ट pxy हो भने म अर्को कुरा तपाईलाई थप्छु। अब थोरै तपाईलाई चाहिने प्री नलेजको कुरा, जस्तो तपाईसँग यहाँ एउटा पोइन्ट px, y छ भने ध्यान दिनु है, यो भनेको के हो त, यहाँबाट परपेन्डिकुलर यहाँ आउनु भयो भने यहाँदेखि यहाँसम्मको भ्यालु x हो, यहाँदेखि यहाँसम्मको भ्यालु y हो, यो हाइट चाहिँ y हो। हेर्नु है, यो लेन्थ x हो, ध्यान दिनु है त। किन भन्दा ल मानौ 1 2 3 4 1 2 3 4 5 6 7 8। अब मैले यहाँबाट यहाँ 4 बाट यसरी एउटा लाइन लगेँ, यो 8 बाट यता लगेँ, जुन जानेर टच भयो यो पोइन्टलाई मैले ल p भने यसको कोअर्डिनेट कति भनेर सोध्यो भने तपाईँ सजिलै भन्न सक्नुहुन्छ 1 2 3 4 भयो, यता 1 2 3 4 5 6 7 8 भयो। अब यो 4 ले के जनायो त भन्दा यहाँदेखि यहाँसम्मको लेन्थ जनायो, ओरिजिनदेखि त्यसको परपेन्डिकुलर जहाँ छ त्यहाँसम्मको यो 4 हो, र यो हाइट कति हो त, यो 8 हो। किन यहाँ 8 भन्नु र यहाँ 8 भन्नु एउटै हो। यही कन्सेप्टबाट जब यो पोइन्ट px, y छ तब यो ओरिजिनदेखि यहाँसम्म यमसम्म, यो ओरिजिनदेखि यमसम्म x हो, जसलाई हाम्रो अहिले युज गर्न पर्दैन। र यो हाइट के हो त, y हो। यहाँदेखि यहाँसम्मको हाइट कति हो त, यो हाइट कति हो अब भन त, यो त हाम्रो y हो। ध्यान दिनु है त। अब हाम्रो अहिले हामीले यहाँनिर यो हाइटलाई y मानेपछि ध्यान दिनु है त, यसलाई मैले y मानेको भन्दा पनि, अब माने भन्दा पनि भयो, जब हामी पोइन्ट pxy लाई मानियो तब यसलाई पनि मानियो, होइन भने यहाँ जे हुन्छ त्यही भ्यालु भनेको भएर y हुन्छ। अब हाम्रो इक्वेसन पनि त y मा हुन्छ, त्यसैले अब यो हामीलाई नचाहिएला, स्लोप अफ टेन्जेन्ट पनि नचाहिएला, अहिले हामी फेरि मेटाउँला एकछिन पछाडि। अब म इक्वेसन निकाल्न जान्छु। त्योभन्दा पहिला हामीसँग भएका त्यहाँका दुईवटा ट्रायङ्गलहरूको सिमिल्यारिटीलाई हेरौँ है त। जस्तै मैले एउटा ट्रायङ्गल इन ट्रायङ्गल यहाँ TPN एन्ड जस्तो टेन्जेन्ट र सब टेन्जेन्टको लागि हामी यो एङ्गल युज गऱ्यौँ यो ट्रायङ्गलमा। जब यो ट्रायङ्गलबाट नर्मल र सब नर्मल निकाल्नको लागि यो ट्रायङ्गलमा त हामी एङ्गल भेटाएका छैनौँ, त्यसैले यो ट्रायङ्गल होल ट्रायङ्गलसँग यसको रिलेसन हेरौँ, जसले गर्दा यो साई एङ्गललाई यतातिर लैजान सकियो भने
नर्मल र सब नर्मल निकाल्न सजिलो हुन्छ। त्यसैले म यहाँ सिमिल्यारिटी खोज्दैछु। यो ट्रायंगलसँग पिएमएक्स एनलाई हेरौँ त, ट्रायंगल पिएमएनलाई हेरौँ। अब त्यो ट्रायंगललाई म यहाँ थोरै यहाँ बनाउने कोसिस गर्छु है त। त्यो ट्रायंगललाई मैले यहाँनिर बनाउने कोसिस गर्छु। ल अलि सानो बनाउँछु मैले। यहाँबाट यता छ, यहाँबाट यहाँनिर छ यो ट्रायंगल। अर्को ट्रायंगल चाहिँ सरी, यसमा अलिकति थप बढाउनु पर्ने भयो। यहाँबाट यहाँ भयो, यहाँबाट यता छ र यो यहाँ छ एउटा। र अर्को ट्रायंगल कति छ त? अर्को ट्रायंगल छ सानो ट्रायंगल है, पछिल्लो परपेन्डिक, यहाँबाट यता गयो, यहाँबाट यहाँ गयो। ल हेरौँ है त। अब भने म त्यसको नाम खोज्छु। पिटिएन, पहिलो ट्रायंगल पिटिएन अथवा टिपिएन जे भन्दा पनि भयो। पी यहाँ टी छ, टिपिएन यहाँ छ। यो ट्रायंगल हेर्नु है त, पुरै ट्रायंगल, यो पुरै ट्रायंगल यहाँदेखि यहाँसम्म पुरै होल ट्रायंगल। र अर्को ट्रायंगल पिएमएन, पिएमएन पिएमएनमा अब हेरौँ त, यहाँनिर 90 छ, दुईटैमा 90 डिग्री। यहाँ यसको यहाँ 90 छ, किन यहाँ प्रोजेक्सन आएको हो, 90 डिग्री भयो, दुईटैमा 90 डिग्री छ। अब भने अर्को यसको एङ्गल यहाँनिर साई छ भने, अब यहाँको यो एन भन्ने एङ्गलसँग यो एन भन्ने एङ्गल के हो, कमन हो कि होइन? हेर्नु त, यो ट्रायंगलमा यो एन भन्नु र यो होल ट्रायंगलमा एन भन्नु त इक्वल हो। त्यसैले जब यो ट्रायंगलसँग यो एङ्गल इक्वल हुन्छ तब बचेको एङ्गलसँग बचेको एङ्गल इक्वल हुनु पर्यो कि परेन? 90 सँग 90 इक्वल, यो एङ्गलसँग यो एङ्गल इक्वल भनेपछि रिमेनिङ इक्वल हुँदा यो साई हो भने यो पनि साई भेटिन्छ। त्यसैले यो दुईटा ट्रायंगलमा हामी हेर्यौँ भने यो एङ्गल पी भने जस्तै इज इक्विभ्यालेन्ट टु यसको एङ्गल कुन छ त? एङ्गल एम। बोथ आर राइट एङ्गल, राइट एङ्गल्स। त्यस्तै गरेर 1 नम्बरमा यो भयो। 2 नम्बरमा हाम्रो के गर्न सक्छौँ? एङ्गल एन भनेको एङ्गल पिएनटी इज कङ्गुरेन्ट टु ट्रायंगल एङ्गल यसको कुन त? पिएनएम। किन? कमन एङ्गल। जब दुईटा एङ्गल इक्वल हुन्छ तब थर्ड एङ्गल इक्वल हुन्छ, रिमेनिङ एङ्गल्स आर अल्सो इक्वल। त्यही भएर यो एङ्गल टी भने जस्तै थर्ड नम्बरमा म सर्टमा लेखेँ, एङ्गल टी भने जस्तै एङ्गल पी हुन्छ, जसलाई हामी साई युज गर्न सक्छौँ। किन? रिमेनिङ एङ्गल्स भने पनि भयो। या त दुईटा ट्रायंगल इक्वल भएपछि दुईटा ट्रायंगल के हुन्छ? सिमिलर। ट्रायंगल टिपिएन इज सिमिलर टु ट्रायंगल पिएमएन हुन्छ। जब दुईटा ट्रायंगल सिमिलर हुन्छ तब करस्पोन्डिङ एङ्गल्सहरू इक्वल हुन्छ र तिनीहरूको साइडको रेसियो इक्वल हुन्छ। अब हामीलाई अहिले रेसियो भन्दा पनि एङ्गल चाहिएको भएर यो साई एङ्गल भएपछि यो एङ्गल साई देखियो। कसरी? हेर्नु त, यो एङ्गल साई देखियो, 90 सँग 90 इक्वल, योसँग यो इक्वल, बचेकोसँग बचेको इक्वल। त्यसैले यो एङ्गललाई हामी साई युज गर्न सक्यौँ। अब यति भइसके पछाडि अब हामी यसको लेन्थतिर जाउँ। अब हामीले लेन्थ निकाल्नतिर लागौँ। अब यो ट्रायंगलमा जाउँ है त। फर्स्ट ट्रायंगलबाट दुईटा कुरा निकालौँ। इन ट्रायंगल पिटिएममा पिबिएचबाट हेऱ्यौँ भने रिफरेन्स एङ्गल साई छ। रिफरेन्स एङ्गल कति छ त? एङ्गल टी इक्वल टु साई छ। त्यही भएर हामीले यहाँनिर अब हामी तीनवटा साइजमा पिटी, हेर्नु है, पिटी, पिएम र टिएम, पिटी, टिएम र पिएम। पिटी भनेको कुन हो त? हेर्नु त, यो एङ्गलको अपोजिट पिएम भनेको अहिले
हाइपोटेनियस हो, पिएम हाइपोटेनियस हो, यो एच भयो। पिटी भनेको कुन हुनु होला नि त, पिटी भनेको ए यता 90 छ, सरी यो बिग्रियो है। यहाँ पिटी भनेको कति त, पिटी भनेको हाम्रो के भने भयो, पिटी भनेको हाइपोटेनियस भयो, 90 को अपोजिट भनेपछि यो हाइपोटेनियस भयो। पिएम भनेको एङ्गलको अपोजिट परपेन्डिकुलर भयो, यो पी भयो, र यो टिएम भनेको बेस भयो बी। यदि रिफरेन्स एङ्गल साई हेऱ्यौँ भने यो 90 को अपोजिट भएको भएर के भयो त, हाइपोटेनियस, एङ्गलको अपोजिट भएर परपेन्डिकुलर, र रिमेनिङ जुन खाली एङ्गलको अपोजिटलाई हामी बेस भन्छौँ, या त रिमेनिङ साइड बेस हो। यो रिलेसनबाट हामीलाई निकाल्नु पर्ने के छ, यसको भ्यालु कति छ ल भन्नु त, एच, एच भनेको अहिले टेन्जेन्ट हो, टिएम भनेको सब टेन्जेन्ट हो, पिएम भनेको के हो त, वाइ हो। पिएम हेर्नु है, पिएम वाइ हो। अब हामीलाई अहिले गिभन वाइलाई युज गरेर निकाल्न, टेन्जेन्ट निकाल्न छ भने एउटा टेन्जेन्ट युज गरौँ, एउटा गिभन युज गरौँ। दुइटै अननोन भ्यालु दियो भने त हामीले कुनैको पनि भ्यालु निकाल्न सक्दैनौँ। त्यसैले हामी यो दुइटाको रिलेसन हौ, एच र, ध्यान दिनु है त। अब अहिले हामीसँग एच भनेको हाइपोटेनियस र पी परपेन्डिकुलर बिचको रिलेसन केमा छ त, कि त साइनमा छ कि कोसेकमा छ। त्यही भएर मैले अहिले साइनको फर्मुला युज गर्छु है त। साइन साई इक्वल्स टु एङ्गल साइन साई इक्वल टु पी बाई एच। साइन साई भनेको पी भनेको पिएम अपन एच भनेको पिटी। ल हेर्नु त, ओआर आर। अब यसलाई मैले पिएम साइन साई पिटी हामीलाई निकाल्न छ। पिटी त हाम्रो के हो त, पिटी भनेको के हो भन्नु त, टेन्जेन्ट हो। पिटी इन्टु साइन साई, पिएम भनेको कति छ, वाइ, पिएमको भ्यालु वाइ छ। अब पिटी इक्वल्स टु वाइ को मुनि साइन साई गयो, 1/साइन साई भनेको कति त, ल भन्नु त कोसेक साई, वाइ इन्टु कोसेक साई। अब हामीलाई वाइ र वाइ1 म अघि नै भनेको छु, डिवाइ बाई डिएक्स भनेको स्लोप अफ टेन्जेन्ट, जसलाई मैले वाइ1 पनि भन्न सक्छु, जसलाई हामी अझ खास गरी टेन साई पनि भन्न सक्छौँ। त्यही भएर यसलाई हामी 10 को रूपमा चेन्ज गरौँ है त, इन फर्म अफ 10। त्यसो भए इक्वल्स टु वाइ वाइ नै भयो। कोसेकलाई पहिला सुरुमा हामीले कसरी 10 मा लैजान सकिन्छ त भन्दा, कोसेकलाई पहिला हामीले केमा लैजाने, ल भन्नु त, कोसेकलाई हामी केमा लयौँ भने 10 मा जान्छ। कोसेकलाई 1, कोसेकलाई हामीले के गर्ने भयो त, 1 हामीले यो खास गरी यो कोसेक स्क्वायर थीटा माइनस कट स्क्वायर थीटा इक्वल टु 1 त तपाईँलाई थाहा छ हो। यो रिलेसनबाट कोसेकलाई हामी केमा लैजाउँ, कटमा लैजाउँ। 1 प्लस कट स्क्वायर साईको अन्डर रुटमा जान्छ। कटलाई त 10 मा लैजान सजिलो छ भनेको वाइ 1 प्लस कटलाई के गर्ने, 1/10 साई, यहाँ स्क्वायर भएको भएर स्क्वायर राखिदिउँ। अब यो वाइ भयो 1 प्लस 10 साई भनेको वाइ1 हो, यहाँ स्क्वायर भएको भएर 1/वाइ1 स्क्वायर गरौँ, जसलाई हामी डिवाइ बाई डिएक्स गर्न पनि सक्छौँ है। अब वाइ अन्डर रुट, यसलाई वाइ1 स्क्वायर एलसिएम लेखौँ त, यहाँ वाइ1 स्क्वायर प्लस 1, तलपट्टिको रुट कति जाने भयो ल भन्नु त, इक्वल्स टु, हेर्नु है अगाडि पिटी इक्वल्स टु वाइ1 लाई अगाडि ल्याउँ, वाइ अपन वाइ1 को स्क्वायर रुटबाट काटिएर वाइ1 अगाडि आयो, अन्डर रुट कति बच्यो त, 1 प्लस वाइ1 स्क्वायर। यो हो लेन्थ अफ टेन्जेन्ट। देयरफोर पिटी भनेको लेन्थ अफ टेन्जेन्ट, पिटी भनेको कति आयो त, वाइ अपन वाइ1 अन्डर रुट 1 प्लस वाइ1 स्क्वायर। ल अब यसलाई तपाईँले कपी गर्न सक्नुहुन्छ। यस पछाडि हामी सब टेन्जेन्ट निकाल्छौँ। अब भने हामी सब टेन्जेन्टमा लागौँ। अब यसै गरेर सब टेन्जेन्ट कसरी निकाल्ने होला सोच्नु त। सब टेन्जेन्ट यही तरिकाबाट तपाईँले सब टेन्जेन्ट निकाल्नतिर सोच्नु है।
अब फर सबटेन्जेन्ट फर सबटेन्जेन्ट सबटेन्जेन्टको लागि अहिले हामीसँग के छ भन्दा साई यसको अपोजिट यो पी थाहा भयो एउटा सबटेन्जेन्ट भनेको बी हो पी र बीको रिलेसन केमा छ 10 मै छ त्यसो भए 10 साई युज गरौँ 10 साई जान्दैन है किन तपाईले अघिकोमा हेर्नु त एकचोटि ल यहाँनिर हामी यसमा हेरौँ न मैले यहाँभन्दा मुनिकोलाई इरेज गरेँ यहाँभन्दा तलकोलाई म इरेज गरेँ है त ल यो हाम्रो के थियो भन्दा यो वाइ थियो सबटेन्जेन्ट निकाल्नलाई एउटा सबटेन्जेन्ट भनेको बी हो र एउटा गिभन वाइ छ भनेको पी छ पी र बीको रिलेसन केमा छ 10 मा अब 10 साई इक्वल टु पी बाई बी पी भनेको पिएम अपन बी भनेको टिएम टिएम त हामीलाई निकाल्न छ ल टिएम इक्वल्स टु के भयो त भन त पिएम भनेको वाइ अपन 10 साई भनेको वाइ अपन वाइ1 भयो देयरफोर टिएम भनेको सबटेन्जेन्ट हो लेन्थ अफ इक्वल्स टु यो भयो है त लेन्थ अफ सबटेन्जेन्ट वाइ अपन वाइ1 भयो अब यसै गरी हामीलाई नर्मल र सब नर्मल निकाल्न उताको अर्को ट्रायंगलमा जाउँ हेरौँ है त अब हामी यसलाई अब हामीलाई यो चाहिँदैन रिफरेन्स एङ्गललाई अहिले हाम्रो रिफरेन्स एङ्गल कुन हुने भयो भन त रिफरेन्स एङ्गल कुन हुनु भयो रिफरेन्स एङ्गल अहिले हाम्रो यहाँनिर पी मा छ एङ्गल पी इक्वल्स टु कुन ट्रायंगलमा गयौँ अब हामी भन त पिएमएन मा पिएमएन ट्रायंगलमा जाँदाखेरि हेर्नु है पिएम भनेको के हो एमएन भनेको के हो र पिएन भनेको के हो पिएम एमएन पिएन पिएम भनेपछि यता खाली एङ्गल छ यसको अपोजिट भनेको यो बी हो पिएम भनेको बी बेस हो एमएन भनेको यहाँ एङ्गल साई भएको भएर यसको अपोजिट साइड भनेको परपेन्डिकुलर हो यो पी हो अब बाँकी रहेको त एच हुन्छ किन भन्दा पिएन हेर्नु त पिएन भनेको 90 यहाँ छ 90 को अपोजिट भएपछि के हो त्यो एच हो अब हाम्रो अहिले वाइ कुनमा छ त पिएम मा छ पिएम भनेको के हो त यो वाइ हो अनि एमएन भनेको के होला भन्नु त एमएन भनेको सब नर्मल हो सब अनि पिएन भनेको के होला हेर्नु त पिएन भनेको नर्मल ल अब हामीलाई एउटा गिभन युज गरौँ जान्दिनु है एउटा हामीले गिभन युज गरौँ यो जहिले पनि युज गरौँ अब जुन निकाल्न छ त्यसलाई युज गरौँ अब फर नर्मल निकाल्नको लागि एच र बी लाई युज गर्न पर्यो एच र बी को रिलेसन केमा छ त कसमा बी बाई एच त्यही भएर हामीले कस साई इक्वल टु बी बाई एच भनेको पिएम अपन एच भनेको पिएन भयो अब हामीलाई निकाल्न पर्ने के छ त ल भन्नु त निकाल्न पर्ने एच हो भनेको पिएन हो पिएनलाई अगाडि लिएर आउँ पिएन हेर्नु है इक्वल टु यसलाई पिएम भनेको वाइ अपन यो भयो कस साई वाइ अपन कस साई भनेको 1 बाई कस भनेको सेक साई सेकलाई 10 मा लैजानु त सेक स्क्वायर माइनस 10 स्क्वायर लाई हेर्नु है सेक स्क्वायर थीटा माइनस 10 स्क्वायर थीटा इक्वल टु 1 हो यहाँबाट सेक थीटा भनेको नि त्यो 1 प्लस 10 स्क्वायर थीटाको अन्डर रुट हुन्छ अहिले हाम्रो एङ्गल साई छ हेर्नु है अहिले साई हुँदाखेरि मैले के गरेँ त वाइ अन्डर रुट 1 प्लस 10 स्क्वायर साई यो भनेको कति भयो त ल पिएन भनेको पिएन इक्वल्स टु वाइ अन्डर रुट 1 प्लस 10 साई भनेको डिवाई बाई डिएक्स हो डिवाई बाई डिएक्स भनेको 10 साई हो यता वाइ1 हो त्यही भएर हामीले यसलाई वाइ1 को स्क्वायर
यो हाम्रो नर्मल लेन्थ अफ नर्मलको लेन्थ कति रहेछ त y अंडर रूट 1 प्लस y1 स्क्वायर। यसै गरी अब हामी सब नर्मल निकाल्नतिर लागौँ है त। अब हामी सब नर्मल यसैमा निकाल्छौँ। ल यसलाई हामी इरेज गरौँ। सब नर्मल निकाल्नको लागि फर सब नर्मल अब यो सब नर्मल निकाल्न एकछिन भिडियो पज गरेर तपाईहरुले आफूले पनि ट्राई गर्नु होला। सब नर्मलको लागि हामीसँग के छ अहिले यहाँ सब नर्मल भनेको कुन छ p छ अनि एउटा गिभन त b युज गर्नै पर्यो। p र b को युज केमा हुन्छ होला भन्नु त p र b मिलेर कुन ट्रिग्नोमेट्रिक रेशियो आउँछ p by b भनेको 10 हो। त्यही भएर अहिले हामी 10 साइ नै युज गरौँ। p भनेको 10 साइ भनेको p भनेको कुन हुने भयो mn अपन b भनेको pm। अब हामीलाई ल्याउनु पर्ने के छ mn। त्यसो यता क्रस लैजाउँ mn इक्वल्स टु pm इन्टु कति भयो pm इन्टु 10 साइ। pm भनेको कति त pm लाई हेर्नु त y इन्टु यो y1 भयो। त्यसैले यो mn भनेको देयरफोर लेन्थ अफ के हो त सब नर्मल भनेको जसको नाम के थियो सब नर्मलको mn इक्वल्स टु कति भयो त y1। यसरी आज हामीले टेन्जेन्ट सब टेन्जेन्ट नर्मल सब नर्मलको बारेमा ज्योमेट्रिकली फिगरमा पनि हेर्यौं र यिनीहरुको लेन्थ कसरी निकाल्न सकिन्छ भनेर फर्मुलाको डेरिभेसन हेर्यौं। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरुलाई यसरी हेरिसकेपछि फर्मुला याद गर्न सजिलो हुन्छ होला। अब भने यस पछाडीको क्लासमा हामीले यससँग सम्बन्धित प्रब्लमहरुको सल्भ गर्छौं। आजलाई धन्यवाद।